मलाई छक्क लागेर आउँछ जब मान्छेहरूले घरिघरि भन्छन् के कोही व्यक्तिलाई केही कुराले साह्रो परिरहेको छ भने चाहिँ पहिलो स्टेटमेन्ट या हरेक कुरामा भनिबस्ने कुरा चाहिँ के आउँछ भन्दाखेरि धेरै सोचेर सबैजनालाई थाहा छ नि त यदि कुनै कुराले हामीलाई प्रब्लम भइरहेको छ भने त त्यो कुरालाई त हामीले रिपिटेडली सोचिरहेको हुन्छौँ नि त। अनि त्यो कुरा किन सोच्छौँ भन्दाखेरि चाहिँ सायदै कुनै हाम्रो लाइफमा केही मिनिङफुल कुरा छ, अन्त त्यो मिनिङफुल कुरामा केही कमी कमजोरी त्यो कुरा आफूले चाहेको जस्तो नहुँदाखेरि या गरिरहेको कुरामा कुनै अडचन आउँदाखेरि प्रब्लम हुँदाखेरि त हामी सोच्छौँ नि त। अनि यदि तपाईँहरूलाई पनि कसैले आएर भन्दै हुनुहुन्छ कि मलाई यस्तो भइरहेको छ या त्यस्तो भइरहेको छ, कसैले आफ्नो निजी कुरा तपाईँको अगाडि राख्दै हुनुहुन्छ भने त तपाईँले एउटा सेफ स्पेस प्रोभाइड गर्न सक्नु पर्यो नि त। हामी चाहिँ एकैचोटि जज गर्छौँ कि यो मान्छे त यस्तो फलाना त्यस्तो, अनि त्यो कुरा गरेको चाहिँ एकदम गलत हो। झन् मैले त प्रोफेसनली हेरेँ भने त त्यो त एकदम अनएथिकल हो। यो भिडियो मार्फत चाहिँ म हजुरहरूलाई बताउन चाहन्छु कि आजभोलि मेन्टल हेल्थ हामीले सोसियल मिडियामा यति धेरै मेन्टल हेल्थको चर्चा भइरहेको देख्छौँ। कतिजनाले मेन्टल हेल्थलाई लिएर बोलिरहनु भएको हुन्छ, तर आफैलाई प्रश्न गर्नुहोस् कि मेन्टल हेल्थलाई लिएर चाहिँ हामी साँच्चीमै सचेत छौँ? आर वी रियली अवेर अबाउट being a safe space for someone who is going through something in their lives? आफैलाई एउटा हुन्छ त एउटा प्रश्न गर्नु आफूलाई नै भित्रबाट। एन्ड इट इज रियली अ भेरी हाई टाइम द्याट वी अन्डरस्ट्यान्ड आवर सेल्फ। आजभोलिको वातावरण, आजभोलिको इन्भाइरोमेन्टमा जहाँ पनि हामी छौँ, जे पनि गरिरहेको छौँ, यताउता हेर्नुहोस्। आजभोलि सबैजना आफ्नो मोबाइल, आफ्नो ल्यापटप, आफ्नो डिभाइसेसहरूमा मात्रै यति धेरै बिजी हुनुहुन्छ कि छेउको मान्छेलाई के प्रब्लम भइरहेको छ भने हाम्रोमा सुन्ने समयधरि हुँदैन। किनभने हाम्रो माइन्ड अर्कै कुरामा इङ्गेज भइरहेको हुन्छ, आफ्नो सोसियल मिडियामा कसले कति पोस्ट गर्यो, कसले के गर्यो। सो आई होप तपाईँहरूले बुझ्दै हुनुहुन्छ कि म के भन्न चाहिरहेको छु। Number 1 thing is be a safe space for someone who is going through some problem in their life. सुन्दाखेरि तपाईँको केही पनि बिग्रिँदैन। You have to be that person for someone. अर्को कुरा नि आफूलाई पनि साह्रो परिरहेको छ भने you have to be courageous enough to talk about your emotions, talk about your feelings.